क्लासमा आउनुभएको सबैजनालाई स्वागत छ र यो चाहिँ यो हिउँदोमा आउनुहुने मेरो विद्यार्थीहरूको लागि बनाएको हो र उनीहरू अब भोटे अक्षर पढ्नु सक्ने भएको छ र आज पनि एकचोटि रिभिजन गरौँ र लसरको टाइममा अरूलाई कसरी स्वागत गर्नुपर्छ हाउ टु ग्रिट त्यो पनि म सिकाउँदैछु सँगसँगै र त्यसको अर्थ के छ त्यो पनि नानीहरूले सिकोस् भनेर मैले यो भिडियो बनाएको हो र फर्स्ट अफ अल वी विल लर्न हाउ टु रिड पाओ का राता टा सा खिकु सी सा सी टा सी बाओ दा डेंगबो दे ला डेंगबो ले गा सा लेख टासी दे लेख फेरि तपाईँहरूले यो गर्दा पनि हुन्छ यो पढ्नु सक्ने भएको छ होइन यसरी ग्रिट गर्नुको लागि तपाईँहरूको साथी कि त आफन्तलाई आफ्नै लिपिमा लेखेर कार्ड बनाएर पठाउन सक्यो भने अझै राम्रो र टासी दे लेख फा स्याप्चु फु ना फिन सा स्याप्चु सु मा सुम चा नारो छो गा सा चोक टासी दे लेख फिन्सुम चोक टासी देले फिन्सुम चोक अब जति नै लसर मान्नुहुनेहरूले यो यसरी यो ग्रिट गर्ने तरिका सिक्नु भने अझै राम्रो यो हुनु त लिपि तामाङ नेवार डेन्चोङबा सिक्किमी डुक्पा सबैको हो यो हुनु चाहिँ र तपाईँको आफ्नै लिपि सिक्नु भएको राम्रो सँगसँगै त्यसको अर्थ पनि बुझ्नु भयो भने अझै राम्रो सो टासी दे लेख माने सर्वमङ्गलम टासी दे लेख टासी सर्वमङ्गलम दे लेख माने देपो माने स्वस्थ लेख पनि राम्रो स्वस्थ सर्वमङ्गलम राम्रो स्वस्थ गुड हेल्थ फा सेप्चु फु ना फिन सा सेप्चु सु मा सुम चा नारो छो गा सा चोक फिन्सुम चोकको अर्थ चाहिँ सर्वसम्पन्न माने अब सबैले इच्छा गर्ने जस्तै स्वास्थ्य धन फेम अब जस्तै जो सबैजनाले चाहना राख्छ त्योहरू सबैलाई चाहिँ सर्वसम्पन्न फिन सुम चोक सर्वसम्पन्न माने स्वास्थ्य ज्ञान जति नै मान्छेले इच्छा गर्छ त्योहरू सबै तपाईँले पाएर जाओस् सर्वसम्पन्न भएर जाओस् आडेङ्बो एमा यहाँ दार्जिलिङमा चाहिँ धेरैजनाले आमा भन्ने गर्छ तर आमा होइन एमाको अर्थ चाहिँ अङ्ग्रेजीमा भनिन्छ हाउ एमेजिङ हाउ वन्डरफुल एमा हाउ वन्डरफुल हाउ एमेजिङ फा गा फाक दरा टा डानारो डो एमा फाक्टो भन्ने सबैले मन पराउने सबैले इज्जत गरिरहेको फाक्टो एमा फाक्टो सा कतका का सेप्चुकु खा मा सा खम बाओ सा nga sang एमा फाक्टो कुंखाम sang tashi tele pinsum chok ema
फाक्टो कुङखामसाङ कु माने टेक्निकली शरीर तर कुसु देबो हिँड्दा माने तपाईँ स्वस्थ हुनुहुन्छ सो सकता कासेप्चु कु टेक्निकली इज द बडी खा मासा खम इज द एलिमेन्ट्स लाइक एयर वाटर सोइल एलिमेन्ट र तपाईँको शरीर चाहिँ भावसँगासँग टु बी इन गुड टर्म एलिमेन्ट्स एन्ड युर टु बी इन गुड टर्म्स मिन्स एलिमेन्ट र तपाईँको शरीर राम्रो छ भने बिमार हुँदैन भन्दाखेरि तपाईँ स्वस्थ रहोस् कु माने शरीर खाम माने आगो हावा माटो त्यसलाई चाहिँ खाम र हावा जग्गा फापिएन भन्छ नि त्यतिखेर चाहिँ हावा र पानी फापिएन भन्छ नि भन्नु मतलब तपाईँ त्यो पानीले तपाईँ बिमार हुँदाखेरि पानी फापिएन भन्छ नि त्यसरी एलिमेन्टसित राम्रो टर्ममा तपाईँको शरीर रहोस् गाओ ता न त्यन दशब्जुदु त्यन्दु permanent tendu stay bao da dingbo de wa dewa stay sukha थानारो बा थोप प्राप्त गर्नु सदा सुख थानारो बा थोप माने प्राप्त गर्नु थोप पार्शक माने प्राप्त गरियोस् माने सधैँको लागि तपाईँ सुख भइरहोस् तपाईँ स्वस्थ रहोस् र सर्वमङ्गलम स्वस्थ र राम्रो अनि फिन्सुमछक माने सर्वसम्पन्न सबै कुरा पुगेर जाओस् तपाईँ स्वस्थ भएर जाओस् स्थायी सुख तपाईँले पाओस् भनेर अरूलाई यसरी ग्रिट गर्ने हाम्रो दस्तुर छ र तपाईँहरूले पनि हातमा छिमर लिइकन आफैभन्दा ठुलोलाई यसरी ग्रिट गर्ने गर्छ यो हाम्रो दस्तुर हो एकजना अब छोरा र छोरी छ भने छोराले छेमा बोक्यो अरूले छङ्पी बोकेर चाहिँ यसरी ग्रिट गर्ने गर्छ अन्त सो ट्रासी तेलेक फिन्सुम चोक एमा फाक्टो कुङखामसाङ तेन्दु देवा थोपार शोक सो यसरी तपाईँहरू अब अरूलाई ग्रिट गर्नुहोस् र त्यसरी लोसर मनाउनुहोस् लोसरको पहिलो दिनमा चाहिँ त्यो घरमा गएर चाहिँ टाँसीतिले खेल्नु चाहिँ एकदमै जानु हुँदैन त्यो चाहिँ हाम्रो दस्तुर होइन हिन्दूको ट्रेडिसन यो हिन्दू लोसर भनेर त्यो गएको होइन क्रिस्चियनले पनि क्रिसमस करल भनेर क्रिसमसको टाइममा त्यसरी घरमा करल सङ क्रिसमस करल सङ गीत गाउँदै जाने दस्तुर छ तर हाम्रो चाहिँ यस्तो छैन र लोसरको पहिलो दिनमा चाहिँ विशेष गरी त्यसरी अशुभ काम चाहिँ गर्नु हुँदैन भनेर चाहिँ त्यसको लागि मैले अब यो विशेष गरी मेरो विन्टरको स्टुडेन्टहरूको लागि बनाएको हो र यसरी आजको क्लास यही समाप्त गर्दैछु आउनुभएकोमा धन्यवाद